हेलो नमस्ते गुड मर्निङ सबैजनालाई चाहिँ र म चाहिँ आज यो म बसेको सिटीबाट चाहिँ अलिकति टाढो ठुलो गाडीमा चाहिँ लगभग 4-5 घण्टा लाग्छ अनि सानो गाडीमा कारमा हो भने 3 घण्टा समथिङ लाग्छ र आइसी ट्रेनमा पनि 3 घण्टा लाग्छ र त्यहाँ चाहिँ जान लागेको त्यो ठाउँ चाहिँ जर्मनको राजधानी बर्लिन र यहाँहरूले चाहिँ म आज यो धेरै पुरानो त्यहाँको त्यो संरचना एउटा उस रहेछ वाल त्यो चाहिँ म यहाँलाई देखाउन गइरहेको छु किनभने यो वाल चाहिँ यो दोस्रो विश्वयुद्ध हुनुभन्दा पहिला चाहिँ स्थापना भएको रहेछ सन् 1788 मा सुरुवात गरेर चाहिँ 1791 मा चाहिँ यो पुरा बनाइसकेको रहेछ अनि त्यस पछाडि यो धेरै वालहरू चाहिँ धेरै पुरानो वालहरू चाहिँ पहिले यो विश्वयुद्धको बेलामा भत्काएको रहेछ र बाँकी चाहिँ एउटा वाल रहेछ त्यो चाहिँ अहिलेसम्म पनि रहिरहेको रहेछ कि यो धेरै वर्ष पहिलाको र यो चाहिँ मैले पनि उसमा युट्युबमा नै हेरेको हो र अरू भिडियोहरूमा चाहिँ देखेको र त्यही भएर चाहिँ म चाहिँ त्यहाँ चाहिँ यसो घुम्न जान लागिरहेको छु र यहाँहरूलाई पनि त्यहाँको त्यो वाल चाहिँ यहाँहरूलाई पनि देखाउन चाहिँ गइरहेको छु क्रमशः यहाँहरूले भिडियोलाई हेरिदिनुहोस् र म चाहिँ अहिले बिहान पाएको अब ट्रेन आउन लागिरहेको छु र हाम्रोतिर पहिला अब गाउँघरतिर बिहानै उठ्थ्यो त्यस्तै भइरहेछ क्या चिसो मौसम तर आनन्द भइरहेछ किनभने बिहान उठ्दाखेरि फ्रेस पनि हुने होइन हुनु त अब दिउँसो मजाले निन्द्रा पुऱ्याएर उठ्दा पनि फ्रेस हुन्छ तर बिहान पाएको चिसोले गर्दा झन् फ्रेस हुने यहाँको मौसम चाहिँ त्यही अस्ति भर्खर हिउँ परेको थियो अहिले चाहिँ चिसो छ हिउँ बिलेको छ त्यही पनि चिसो छ हिउँ एक दिन जस्तो जमेको थियो तर अहिले चाहिँ हिउँ जमेको छैन अनि मौसम चाहिँ चिसो छ ल यहाँले भिडियोलाई क्रमशः हेर्दै गर्नुहोस् र म त्यहाँको चाहिँ त्यो ऊ चाहिँ यहाँहरूमा देखाउने छु ल यो त जर्मनतिर चाहिँ बाइनाप लागेर चाहिँ सही मेला लागिरहेछ अनि भिडभाड पनि धेरै छ नमस्ते सेरो ब्लग 138 मा यहाँहरू सम्पूर्णलाई चाहिँ स्वागत छ वेलकम छ र म चाहिँ आज फेरि यो जर्मनको राजधानी बर्लिनमा चाहिँ आइपुगेको छु र यहाँ चाहिँ यहाँहरूलाई यो बर्लिनको चाहिँ यो पहिला दोस्रो विश्वयुद्धको बेलामा चाहिँ जुन धेरै पत्थलहरू थियो र त्यसैमध्ये बाँकी रहेको एउटा पत्थल यहाँहरूलाई फेरि यहाँ देखाउन गइरहेको छु अब हामी यता बसेको मान्छेले त देखिरहेछ तर अब टाढा हुनेहरूले चाहिँ देख्नु गएको छैन सायद अब युट्युबतिर अथवा गुगलतिर सर्च गरेर मात्र देख्न सक्नुहुन्छ नि त त्यही भएर चाहिँ त्यो पत्थर चाहिँ यही हो र यहीँ चाहिँ आइसकेको छु अनि यहाँको मौसम चाहिँ बहुतै चिसो छ र यो सबै प्रकारहरू चाहिँ धेरै पहिला त्यो युद्ध हुँदाखेरि भत्काएको अहिले बाँकी रहन्थ्यो यो पत्थर अनि तपाईँको यहाँको बिल्डिङहरू चाहिँ यस्तै धेरै राम्रो छ अनि टुरिस्टहरू पनि धेरै आउनुहुनेछ र म पनि यहाँ अब जर्मन बसेको चाहिँ धेरै भयो तर यहाँ आएको चाहिँ फेरि फर्स्ट टाइम नै हो कि मैले पनि त्यसरी नै अरूको त्यो भिडियोमा देखेको थिएँ र पछि गुगलमा सर्च गरेर हेर्दाखेरि यहाँ युट्युबमा बस्नु मन छ त्यही भएर चाहिँ आज चाहिँ यता आएको अनि यतातिर चाहिँ यहाँ यता यो छ अमेरिकन एमबिसी रहेछ अनि अमेरिकन एमबिसीको सुरक्षा पनि बडो तैनात पुरा 4-5 जना 7 जना चाहिँ पुलिसहरू अगाडि पछाडि सबै भित्रतिर है अब हाम्रो देशमा एमबिसी पनि छ नि र हाम्रो पनि त यस्तो सिक्युरिटी गार्डहरू शान्ति सुरक्षा केही छैन कि तर यहाँ उसमा चाहिँ बहुतै उता छ डरस चाहिँ अब त्यही हो देशै नै अब धनी भएर होला र अब अरूले आक्रमण गर्छ भने त्यसरी पनि होला त्यही भएर चाहिँ ल मौसम पनि अब यस्तै छ बहुत चिसो छ यति भन्दै यहाँहरूमा फेरि नेक्स्ट भिडियोमा चाहिँ आउनेछौँ है तर हिजो अस्ति हिउँ परेको थियो अहिले चाहिँ हिउँ बिग्रिसक्यो तर मौसम बहुत चिसो छ त्यही भएर चाहिँ यसो यतातिर निस्केको ल यो वाल एकचोटि देखाइदिनु यही वाल विश्वयुद्धमा चाहिँ बाँकी रहेको चाहिँ धेरै वालहरू पर्खलहरू रहेछ त्यो सबै चाहिँ भत्काएको यो चाहिँ बाँकी रहेछ ल
ल यति भन्दै यहाँहरू माझ फेरि बिदा हुन चाहे। अब आजले यति भन्दै यहाँहरू माझ फेरि बिदा हुनु चाहे। नेक्स्ट भिडियोमा चाहिँ फेरि उपस्थित हुनेछु। तबसम्मको लागि चाहिँ बाई बाई। चलो यहाँ सबजनालाई